चाहिँ हामी आइपुगिसकेको छ भक्ते भाइ भनेको राइजिङ बोइज इन्टरटेनमेन्टको नयाँ रेस्टुरेन्ट ट्री हाउसमा। यहाँ हो मान्छेहरूले भर्खर खाएको रहेछ, बियरको बोतलहरू पनि छ होइन। अब हामी चाहिँ यहाँ जुमै भक्ते भाइहरूलाई भेट्छ कि भेट्दैन होइन। गाइस म चाहिँ भक्ते भाइहरूको रेस्टुरेन्टमा आएको थिएँ होइन। भक्तेहरू चाहिँ भेटिनँ, तर भक्ते भाइको भाइ भेटेँ। सेम रहेछ हेर्नुहोस् न। अब तिमीलाई चाहिँ दाजु जस्तो कन्टेन्टहरू बनाउनु मन पर्दैन? मनपर्छ नि, पर्छ। तिमीलाई त कहिले भिडियोमा पनि देखेको छुइनँ त, तर मैले अन्त किन अहिले पढ्दैछु र पढ्दैछ भनेर तिम्रो अब फोकस बिग्रिन्छ भनेर चाहिँ। हजुर। तिम्रो नाम चाहिँ के अरे? मेरो नाम अनुज सुब्बा। अनुज सुब्बा। सो गाइस मैले भक्ते भाइहरू चाहिँ कुनै का मिटिङमा गएको छ अरे, भोलि मात्रै आइपुग्छ अरे होइन। तर उसको भाइलाई भेटिसकेको छु। सेम रहेछ नि त, भक्तै भेटेको बराबर है। ऊ पनि अब पढिसकेर चाहिँ आउँछ है कन्टेन्टतिर। हजुर, कन्टेन्टतिर आउँछ। यो चाहिँ ओपनिङ गरेको कति भयो है? यो कति 10 दिनहरू भयो। 10 दिनहरू भयो। रेस्पोन्स राम्रै आउँदैछ नि त? हजुर, राम्रो हुन्छ। यहाँनिर चाहिँ टेन्ट हाउसहरू रहेछ, म देखाइदिन्छु तपाईँहरूलाई होइन। ओ भाइले चाहिँ हामीलाई यहाँनिर रेस्टुरेन्टको टुर दिँदैछ होइन। यो चाहिँ टेन्ट हाउसहरू हो भाइ, यहाँ चाहिँ बस्नु मिल्छ? हजुर, बस्नु मिल्छ राति। ए स्टेहरू गर्नु आउनुहुँदैछ गेस्टहरू? हजुर, आउँदैछ है। यो टेन्टहरूको चाहिँ कति छ प्राइस वान नाइट स्टेको चाहिँ? त्यो प्राइस त मलाई थाहा हुँदैन। ए तिमीलाई चाहिँ थाहा छैन? उयो माथि पनि छ है, एउटा दुईवटा तिनवटा चारवटा रहेछ टेन्ट हाउस है। त्यहाँदेखि यता चाहिँ रेस्टुरेन्ट छ, त्यहाँदेखि त्यस्तै हो। यहाँ चाहिँ रोड छ, तपाईँहरू रोडबाट यहीँ त रहेछ है। अन्त तिमीहरूको घर चाहिँ उयो होला हो, त्यो भिडियोमा आउने घरहरू त्यही हो? कुन चाहिँ हो तिमीहरूको घर चाहिँ? यो ग्रिन? उयो यो ग्रिन कलरको घर चाहिँ भक्ते भाइहरूको घर रहेछ है त। यो ठाउँको लोकेसन चाहिँ भाटाकोट जामुने। ए भाटाकोट जामुने। ल गाइस भक्ते भाइहरूकोमा आयो हामी चाहिँ होइन। तपाईँहरू पनि आइदिनुहोस्। हामी चाहिँ आएर भक्ते भाइहरूकोमा हल्का खाजाहरू खान आँटेको छ। तपाईँहरू पनि आइदिनुहोस्, सपोर्ट गरिदिउँ सबैजनाले है।